एससी दिएर बस्नुभएका भाइ बहिनीहरू, तपाईँहरू अब एससी दियो, एउटा ठुलो आइरन गेट सिद्धियो। अब मेरो पढाइ चाहिँ अब +2 जाने हो, अब +2 पढ्ने भन्ने सोचमा हुनुहुन्छ होला। तर +2 मा के पढ्ने भन्ने कुरा चाहिँ प्रमुख अहिले च्यालेन्जको रूपमा तपाईँहरूलाई हुनसक्छ। अब यो किनभने यो सबैजनालाई हुने च्यालेन्ज मध्येमा पर्छ। मैले साइन्स लिने कि म्यानेजमेन्ट लिने कि आर्ट्स पढ्दा हुन्छ कि एजुकेसन गर्दा हुन्छ कि म कुन फ्याकल्टीमा जाँदा राम्रो होला, मेरो पर्सेन्ट कति आउँछ होला, म कतै परीक्षाको बिगार्छु कि भन्ने जस्तो, परीक्षाको परिणाम बिग्रिन्छ कि भन्ने सोचमा तपाईँहरू हुनुहुन्छ भने त्यस्तो किसिमको सोचहरू नराखिकन तपाईँहरूले यो खाली समयमा किताब पढ्ने बानी बसाल्नुहोस्। सबैभन्दा राम्रो चाहिँ कुनै पनि किताब, जुन किताब पढ्नु भए पनि हुन्छ, किताब पढ्ने अनि त्यो किताबहरूबाट चाहिँ आफूलाई प्रेरणादायी किताबहरू है पढ्ने। अनि युट्युबहरूमा चाहिँ विभिन्न भिडियोहरू सामग्रीहरू राखिएका छन्। ती युट्युबका त्यस्ता भिडियोहरू हेर्ने र अब अधिकांश समय त टिकटकमा रमाउने गर्नुभएको पनि हुनसक्छ। त्यो समयलाई चाहिँ किताब पढ्ने कुरामा प्रयोग गर्नुहोला। हुन त हाम्रो नेपालमा किताब पढ्ने बानी अलिक कमै छ, किनभने हामीलाई सानैदेखि त्यो किताब पढ्ने ओर्ने भन्ने संस्कार अलिक कम छ। हामी सानैदेखि चाहिँ होमवर्क गर्ने, अनि होमवर्क सिद्धिएपछि पढाइ सिद्धियो, अनि फेरि त्यसपछि परीक्षा आएपछि ओहो ला अब पढ्नुपर्ने छ, ओहो परीक्षा पो आइसकेछ भन्ने जस्तो हुन्छ। त्यस्तो नहोस् भन्नको लागि चाहिँ अब विभिन्न ठुला व्यक्तिहरू जस्तो अब हाम्रो लक्ष्यसँग मेल खाने व्यक्तित्वहरूको बारेमा पढ्नुभयो भने अब उहाँहरूबाट केही न केही प्रेरणा मिल्ला। हुन त व्यक्तिगत जीवन सबैको फरक हुन्छ। अब सबैजना बिल गेट्स हुनुपर्छ, सबैजना मार्क जुकरबर्ग हुनुपर्छ भन्ने कुरा त होइन। उनीहरू पनि अब फेलियरबाटै आज हुँदा सक्सेस देखिएका हुन्। हुन त उनीहरूको जीवनमा पनि अझै पनि फेलियर्सहरू छ, असफलता छ। तपाईँ हामीले देख्ने गरेको असफलता र त्यो असफलता चाहिँ उस्तै हो। त्यही भएर सबैजनाको सफलता र असफलता एकै ठाउँमा हुन्छ।